नमस्कार, म रमेश गद्रा। आज यो नगर हस्टेल माथिबाट एउटा क्रिकेट चौर छ। त्यो क्रिकेट चौरमा चाहिँ आज हल्का क्रिकेट खेल्ने साथीहरू पनि छन्। मेरै ग्रुपको साथीहरू पनि छन् र खेलिराख्नु भएको छ तल, र म पनि हेर्न जाउँ त भनेर साथीहरूसँग आएको छु र एउटा सानो भिडियो गरिरहेको छु। एकदम सुन्दर ठाउँ छ। क्रिकेट चौर पनि धेरै ठुलो एरिया छ। खासै गर्मी पनि छैन, आज हावा हल्का चलिरहेकै छ। राम्रो ठाउँ छ। यहाँ एउटा मन्दिर छ। यो मन्दिर भएको यो ठाउँमा चाहिँ साह्रै सुन्दर ठाउँ छ कि बस्न ओर्न पनि आनन्द छ, राम्रो ठाउँ छ। यो माथि डाँडामा चाहिँ टक्कसँगले मन्दिरको रूपमा पनि राखेको छ, देउताहरू राखेको छ। यता कफी सपहरू छ, ब्युटी पार्लरदेखिको कफी सप राम्रो राम्रो छ। यो अगाडिको होटेलहरू हो, डाँडामा छ। जस राम्रो ठाउँ छ यो नगर हस्टेल सिधै माथिबाट हो। पिपल बोट छ, पिपल बोटको फेदामा पनि मान्छे बसिराख्नु भएको छ। शीतल छ। यहाँ चाहिँ देउता छन् है। देउतालाई जबसम्म मान्नु भने पनि राम्रै हुन्छ। धर्म कर्म आफ्नो छोड्नु हुँदैन र आफ्नो धर्म कर्म मान्नुपर्छ, राम्रो छ। यो चोक चाहिँ भन्नाले नगर हस्टेल पनि जान्छ र नगर हस्टेलबाट यता आउने चोक पनि छ। यहाँ एउटा बिचमा एउटा ठ्याक्कैसँगले फेरि रेस्टुरेन्ट पनि छ। यो सबैतिरको चोक हो र यहाँ क्रिकेट खेल्न आउने पनि धेरै दर्शकहरू हुनुहुन्छ र धेरै राम्रै ठाउँ छ र धेरैजना यही ठाउँमा आउनुहुन्छ। यहाँ धेरै छन् होटेलहरू पनि र जियोस् अलिक अन्त हेरी अलिक महँगो महँगो छ यहाँ खानेहरू पनि। सस्तो चाहिँ खासै केही पनि छैन काठमाडौँमा। क्रिकेट पनि खेलिराख्नु भएको छ साथीहरूले। मेरो साथीहरू पनि हल्का तलतिर बसिराख्नु भएको छ, सिङ्गलकै साथीहरू हुनुहुन्छ। यो साथीहरूकोले आज घुम्न जाउँ माथि रमेश्वर, यसो जाउँ न त भनेकोले म पनि आएको छु। सहर पनि धेरै ठुलो छ। यहाँ पनि क्रिकेट ग्राउन्ड नै हो। यहाँ चाहिँ फेन्सिङ भइसकेको छैन। मान्छेहरू बस्ने स्टेटहरू राम्रोसँगले बनाउँदैछ र अहिलेसम्म फेन्सिङ चाहिँ भएको छैन। यस फेन्सिङ नभए पनि यहाँ माथितिर चाहिँ ठुलो ग्राउन्ड छ। त्यहाँ अहिले हामी क्रिकेट हेरेर आएको र ठिक छ, राम्रो खेल्नलाई पनि राम्रो ठाउँ छ। र चटपटे बजार लागिरहेछ। गर्मी पनि धेरै अलिकति बढेको छ। त्यही गर्मी हुनु कारणले अलिकति चटपटे पानीपुरीहरू धेरै चल्दो रहेछ। एउटा मन्दिर छ, मन्दिरमा हामी दर्शन गर्न जान्छौँ। अब यहाँ सिँढी रहेछ, उकालो छ, डाँडामा चाहिँ एकदम राम्रो ठाउँमा छ। यहाँ देउताको मन्दिर छ। मन्दिरमा दर्शन पनि गर्न लागेको हामी बस्नुलाई। डाँडामा देउता बास गर्ने ठाउँ पनि राम्रो रहेछ र पिपलको रुख छ, शीतल ठाउँ, बस्नुलाई आनन्द ठाउँ रहेछ। मन्दिर छ, मन्दिरमा पनि हामीले दर्शन गरिसक्यौँ।
र दुईजना बसिराख्नु भएको छ यहाँ हावा खाएर। यो लोकेसन चाहिँ खास भनेको नगर हस्पिटलदेखि थोरै मास्तिर पर्छ र एउटा मन्दिर पनि थियो। मन्दिरमा पनि हामी घुमिफेरि अब दर्शन गरेर हामी थोरै बाहिरको भ्युज थोरै हेरौँ न त, भ्युज पनि यसो क्लिक गरौँ भनेर एउटा भ्युज बनाएर राखेको छु। यति हजुरलाई मन परेमा लाइक कमेन्ट सेयर गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। सबैलाई धन्यवाद। हजुर यस्तै भिडियोको हजुरलाई जानकारी दिन लागि र यस्तै मनोरञ्जन भिडियो हजुरको माझमा ल्याइराख्ने छु। यति कमी कमजोर भयो भने हजुरले मलाई जानकारी दिनु होला, यसरी बनाउनु होला भनेर यसो हजुरहरूले मलाई केही सिक्ने मौका दिनु होला र यसरी गर्नु होला भनेर हजुरले केही मलाई यसो सहयोग गर्नु होला भिडियो बनाउनको लागि। कसरी बनाउने आइडियाहरू दिनु होला। सुन्दर छ चारैतिर। आज अलिकति धुवालो लागिरहेछ, घाम पनि अलिक गर्मी बढेर होला।